आराम गराउने तिमीहरू चाहिँ कपडा फेरेर आऊ अब यो दसैँलाई सबै सारसफाइ गर्नुपर्छ बुझ्यौ नि लु लिएर जाऊ बिस्तारै लिएर दबाई खुवाऊ तातो पानी देऊ है र रेस्ट गर्न आउनु लु जा यतिबाट जा लाइरहेछ बिरामीबाट आगे त्यस्तो मेकअप गरेर चप्पल त्यस्तो लाएर हिँड्छ नौरङ्गी देखाएको नि चाह सन्तरे नौरङ्गी देखाएको हेर्नुहोस् आफ्नो उयो त्यो चप्पल किन्नु चाहिने जो क्या नाम तेरा आमा छोरीलाई चाहिँ अरू खुसी देख्नु हुँदैन कसैको खुसी न सुसी आफ्नै खुसी छ आफ्नै संसार कसैको आँगन पनि सफा गरिँदैन कसैको झार पनि उखालिँदैन हामीलाई यही ठिक छ नि छोरी हामीलाई किन सफा गर्नु पर्यो यहाँ घर सफा समाइन त जब आँगनमा हामीलाई के को तेरा आमा छोरी त टिकटले आउँदैछ होला होइन को मरेको छ र ठिक नलाउन लाइन्छ अरे रातो अचेल कसले लगाइदिने हो टिका ऐना हेर्छ आफै लाउँछौँ होइन छोरी त्यही त भने आमाले मलाई लगाइदिहाल्थ्यो नि आमा ऐना हेरेर लाउँछन् तेरा आमा छोरीले जानेकै त्यही हो नि अर्का कुरा काट्ने अर्कालाई ब्याङ्गी हान्ने आफू राम्रो बन्ने अर्कालाई नराम्रो देख कान्छी यहाँ अगाडि अगाडि एउटा दुइटा कपाल सेतो सेतो देखेको थिएँ है टिपेर फ्याल न कपाल सपाल फुलेको टिपान टापान पार फाल मलाई स्यावा गर माया गर अनि पो तँलाई पनि मेवा मिल्छ त सारा सम्पत्ति तँलाई दिन्छु भनिरहेको छु अनि मैले गरेको छैन त आमा छ मेरो छोरी गर्छ दुनियाँ यो आँगन सफा गर्ने रे पिँढी सफा गर्ने पेटी टाल्ने रे लाएर छ पुछार के आउँछ आम्ला मात्र गर्नलाई आमा हामी दुई आमा छोरी हिँड्नलाई यो पुरै आँगन चाहिने होइन अलिकति हिँड्नलाई के को आमा सफा गरिरहनु पर्यो त्यही पनि आमा छोरी बरु फरिया उसारौँला कुदाउँला हिँड्नु पर्यो त भने पनि त्यति हो खुट्टा ढोक्न आउँदैन एक लात च्यापो स्यापो भत्नेरी हानु र अर्को खुट्टा नि भाँदिउन त ढोक्नै आइन त आज त अब के को आउँथ्यो नि त्यहाँ सबैको अगाडि यसो लात्ताले हान्यो भने त मेरो बेइज्जती हुन्छ भनेर आइन होला क्या आमा बुझ्नु त बुझ्नी छे अनि ल हेर बाबुले फेरि ढुङ्ग्री ल्याइदिएका उस्तै ल्याइदिन्छन् यो अब दाइ आयो आमा दाइले अलिक गतिलो ढुङ्ग्री बनाइदियो भनेर भन्नुपर्छ त्यसलाई बनाउँछ अब तेरो दाइले ढुङ्ग्री भिन्नै बस्ने रे भने सुनेको छैनस् भिन्नै बस्न पनि आमा तपाईँको नामको सम्पत्ति छ यार किन डराएको है के साह्रो भइरह बुहारीलाई पनि दसैँको मुखामा बल्ल पिसै गएर आएको छ बुहारी त खुसी हुनुपर्छ लु हिँड्नु आग्ने साग्ने फोहोर छ म पनि सँगै लाग्छु सफा गर्नु तिमी गर्दिन आइहाल्छौ गर नि त म त गर्दिनँ जाए कान्छी त यसो गरिलाग म त सक्दिनँ बाबै यत्रो उमेर काम नगरे नि भयो म नि सघाइदिन्छु काम गर्छु मैले हिँड्नु एकाकी हिँड्नु खोर्खार पारिदिनु जे भयो नि जेठी लाग्रिन बनेर फेरि सुतेर खाना पाइछस् के काम गर्छस् त लु यो साल स्वर पार लु फेर्न टुप्पा लाउने नि आइहाली छिन् गर्छन् यिनले पनि खासा खुसा अलिअलि सफा गर्नु पर्यो फोहोर छ कसो अलिअलि सिनिका पार्दैन गाठी आएपछि म त्यस्तो हातले हात आनीलाई फेरि बुढाबुढी मान्छे बाबु आमा अलिक विस्तार गर्नु कान्छी बहिनी गडा चाहिँ त्यसले गर्छ घर पऱ्यो भने उहाँदेखि सधैँ बस बस शान्त बनिदिन्छ मलाई काम त गर्नु परेको ल गरिस् कामै कोदालै भाँच्यो लाउरेको जोस निकाल्यो त आज जोस भन्छ एउटा बन्दुक भाँचे मान्छे हो यस्तो त भाँचिन्छ भाइ बाटो